हामी चाहिँ बिहानै लाग्यौँ सालपछि वेलकम टु माई युट्युब च्यानल भनेर कलमै ल्याउन मसिनै ल्याउन लेख्छु कि लेख्दिन हो झम्के गुलेली अरूले आउँदा जेसुकै भन म आउँदा चाहिँ पै भन हो झम्के गुलेली La 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 hare raha. Hello guys, welcome to my YouTube channel. स्वागत छ तपाईहरुलाई। आज मिति 2022 साल 7 महिना 4 गते हामी चाहिँ मलाई साथीहरु ट्रेकिङमा जाँदैछौ। ल दाजु छोरी भिडियो अब भर्खर स्टार्टिङ पोइन्टमा छौं। अब पहिलो चोटी मुदुङ ट्रेल गरिँदैछ। ठीक छ। कस्तो फिल भइरहेछ तपाईलाई? एकदम रमाइलो। अब जीवनको सायद पहिलो चोटी पनि होला। हस् यो चाहिँ के रे युट्युबमा हाल्नु पर्छ भन्ने लागिरहेछ मलाई। हजुर हाल्नु पर्छ। पछि पनि कमसे कम हजुर मेमोरी होस् न। हजुर एकदमै एकदमै। म सिस्टर कस्तो लागिरहेछ तपाईलाई? हाम्रो त परिचय पनि भएको छैन त। हस् ठिकै छ। अब बेला बेला क्लिप लिँदै जानुपर्छ। सुबिन कस्तो फिल भइरहेछ भाइ? होइन तपाईँ हाम्रो टिम यतिकै हो। हजुर ढुक्क भए हुन्छ। दामी बिहानी पखको भ्यू देख्न सक्नुहुन्छ तीनतलेबाट। ए जग्गाबाट मैले भिडियो गर्दै नि त। म त भिडियो गर्नु मात्र पाएको त यता त। लु एकछिन घोप्टाएँ है मैले। हाम्रोतिर चाहिँ धेरै सुत्रेको हामी त एकै लाता मात्र त हानेको भन्छ अनि खस्नु भयो परेन त टोलीहरू राईहरू अलिक तर के भएको अरे भन्दा नि नयाँ मान्छे देख्नु हुँदैन थियो यार। जुनिहाल्ने गोरु हुन्छ भैया भन अरे क्या त्यस्तै जमानाले थियो। नयाँ मान्छे भेट्यो कि अघि नै त्यो हान्ने मान्छे स्वयंले भनेको कि हामीलाई भन्दैमा हानान कति पर्यो क्या भैया भन अरे तेरो म भाइ हो त्यत्रो पर्यो। 1,36,000 जस्तो लाग्छ। भैया भनेको न्युमा हजुर भैया भनेको न्युमा भैया भनेछ अरे माथि। हामी बस्दै हिँड्दै यहाँ आइपुगिसक्यो। यहाँनिर टी हाउस रहेछ। यहाँनिर आइपुग्यो। देख्न सक्नुहुन्छ भ्यू। फोटो हान्नु भन्दैछ हो। केही घन्टाको बसाइपछि हिँडाइपछि कठोर परिश्रम लगनशील पछि चाहिँ हामी यहाँ आइसक्यो। सुबिन सर अगाडि। म यो हेलो यहाँ पर मन्दिर जस्तो छ चढाउनुको लागि। ओके छ त। शक्ति माग्नुको लागि है। ल बाटोहरू हेर्न सक्नुहुन्छ। आहा
यो चाहिँ चराउने ठाउँ छ अरे चढाउनको लागि अलिकति थोरै मौसमले साथ दिएन भन्दा नि साथ त दिएकै हो देख्न चाहिँ पाइएन तर अदरवाइज राम्रै छ यहाँबाट चाहिँ गर्नु पर्यो ए कस्तो फिल भइरहेछ शिवनजी ल युवराज सर कस्तो लाग्दैछ मिसलाई मयुको नजारा बुझ्नु कस्तो फिल हुँदैछ रमाइलो फिल हुँदैछ दाजु पर हाम्रो सर आउनु हुँदैछ यस्तो यो चाहिँ हामी कहाँ पो निगम यो अहिले मयुको फेदमा होइन ल अहिले चाहिँ हामी मयुको फेद इर्खुवा कि सिर्खुवा ए पिखुवा पिखुवाको शिरमा छौँ हामी उँधो चाहिँ यस्तो छ नजारा चाहिँ राम्रै देखिँदैछ अघि पिखुवाको शिर मैले नि बोकी चाहिँ रहेको थिएँ कि बिर्सिहालेछु नि कहाँनिर चराउने हो निगमजी कहाँनिर हो नदी पानी खत्ला 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 गर्छ भन्छ के छ धार पुरै तल जाने निगम ए हो मैले सुन ल देउरालीमा फुल चढाई तिमीलाई मागे आए अनि मैले पाती चराको देखाउनु पर्यो नि यहाँ यतिको चाहिँ हुनु पर्यो है दिस इज पाती ठुलो छ नि ठ्याक्कै भित्र छाँगा जस्तो बस्छ अरे के कस्तो खतरा छ यार त्यो गएर देखाइदेऊ न अलिकति नजारा ए हो त साँच्चै हामी चाहिँ यहाँनिर पिखुवाको मूलमा शिरमा यस्तो हेर्नुको लागि जाँदैछौँ के कस्तो रहेछ भित्र छ क्या डाँड अझै पनि यहाँनिर चाहिँ यस्तो रहेछ अब यहाँभन्दा भित्र चाहिँ नजाउँ के पनि लाग्न सक्छ ए हेर्नु न त्रिशुलहरू यहाँनिर त्रिशुलहरू चढाउने चौती गर्ने छ यहाँनिर माएको कुरा पुरा हुन्छ भन्ने एउटा विश्वास मनोकामना धार्मिक आस्था छ अब यहाँनिर चाहिँ अस्ति ल हामी पिखुवाको सिरानमा बल माग्दै अगाडि बढिरहेको छौँ पखुवा भनेपछि सिलिचुङ जाँदाखेरि यहाँनिर चाहिँ प्रायः यस्तो के पूजासुजाहरू गरेर जानुहुँदो रहेछ हामीहरूले पनि बल मागेर जानुहुन्छ अरे के चढाउनु हुँदो रहेछ दियो सियोहरू के थियो लगे जस्तो छ अब के भयो एक्ज्याक्ट
उकाली चढ्दै जानु ओह्राली चढ्दै जानु हो उकाली चढ्दै जानु ओह्राली चढ्दै जानु घुम्तीहरू काट्दै जानु त्यही हो औ कस्तो फिल भइरहेछ हौ ने ल म त पुरै फेरि लेख पनि भ्याइदिन्छु नि त हामी त पुरै लेखाले चोयाको डोको सानो माया लगाउने धोको पुग्दै बैसैमा मर्छु पो क्यारे बन सोल्टी बारम्बार नढाँटी बन सोल्टी बारम्बार नढाँटी काली चोयाको डोको सानो माया लगाउने धोको ल फेरि भिडियो ल फेरि 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 अहिले मिठो कुराको ल ढुङ्गा हान्ने ठाउँ पनि आइपुग्यो यहाँ चाहिँ ढुङ्गा हान्ने ठाउँ ढुङ्गा हान्ने ठाउँ यहाँ तपाईँको ढुङ्गा छिरो पनि एउटा मात्र गर्लफ्रेन्ड छ भने दुईटा मागेर हान्ने हो यहाँनिर ल हानु त हानु अरे भारी बोकेर त आफूलाई पुरा हल्का पो फिल भयो त ल तपाईँबाटै सुरु गरौँ के सुरु गरौँ ल म एकै लटमा सोचै छिराइदिन्छु बत्तेरै त पस्ने हो त सुरुमा युवराज सहरबाट सुरु भयो उद्घाटन रोहित सर पहिला माग्नु छ रोहित सर फेरि हानिसकेपछि माग्नु होला नि सूर्य र यताबाट आउँदै हुनुहुन्छ सुनिल राई उहाँको पर्फर्मेन्स हेरौँ कस्तो देखिन्छ नठोका छिराउनु पर्यो के मागेर हान्नु पर्यो जे मागेर हान्यो नि भयो दुईटा गर्लफ्रेन्ड भनेर हान्यो भने भयो मागेर अब भन्नु चाहिँ भएन हुनेवाला बुढीको नाममा यो भएन भएन नठोकी छैन नठोकी हेर यसरी यसरी भएन भएन अनि गोरुको आँखा फुटाएर जस्तो कहाँ सजिलो छ त होइन जाति हान्यो नि भयो यहाँ त पुऱ्याउनै मुस्किल हुन्छ नि सुमन राईको पर्फर्मेन्स अब जान्छ हाम्रो अभिभावक दाई सुमन दाईको पाला आएछ लु दाजु सुरु गरौँ लु है त हामी हेर्छौँ यहाँदेखि माथिबाट भयो तालिममा चलाइने छ त्यसो भए हामीले होइन छोड्नु त मैले फोटो खिच्छु है एकपल्ट दुईपल्टमा त हुन्छ नि त तीनपल्ट त हुनु पर्यो क्या गुड ट्राई गुड ट्राई यो मङ्सिर कट्नु भएन है मेरो चाहिँ नछिरिन्जेलसम्म होइन राम्रो छ अलिकति चिर्छ मङ्सिर कटेन मङ्सिर कटेन मागेको पुरा होस् होइन अब नगर्नु मङ्सिर नकट्ने भयो ल अब म यहाँ समाज दिनु पर्यो यहाँ ल्याउनु न पर्दैन ल म त त्यत्तिकै हानिदिइहाल्छु नि कस्तो तरिकाले सुइँ छिराउनु भयो त यसरी हानेर आमामा अलिकतिले मिल्ने रहेछ छिरेन हौ अहिले मान्छे चाहिँ तल झर्नु तिनपल्ट भयो त ठुलो ढुङ्गा पो हान्नुपर्छ के हो भागु भागु अरे हो सोल्टिनी छिरो ओ सोल्टिनी भनेर हान्दा छिर्ने रहेछ लु त ट्राई गरौँ त हाङमा हाङमा सर हाङमा तिनपल्टमा छिर्दैन
3 छिरो त सोटी भनेर हान्नु पर्ने रहेछ नि त ठुलै हान्दाखेरि सानो त बत्तिन्छ ओ माई गॉड माइला तरिकाले हान्नु पर्यो सिधै हान्नुपर्छ सर सिधै हो त्यसरी हो सिधै हान्नु पर्यो क्या सिधै अलि ठुलै हान्नु पर्छ के रोनाल्डोले जस्तो हान्नु पर्यो मैले सो ओ माई गॉड अब एकचोटी हान्नु त नाम लिनु न नाम लिया त सैतान हाजिर हुआ आइ छैन नघुम्ने पर्यो उहु ए तेरिका घुम्दै बसेर हान न धर छेउ त अन्त त्यसमा होस् हुँदैन नाइस टु मिट यु होइन फेरि यहाँबाट त उता चाहिँ नहेरी हान्नु बेलामा हुँदैन त्यसरी त यो ठुलै हान्नु पर्ने छ कि ठुलै हान्नु पर्छ नघुम्ने रहेछ त्यहाँ ऊ छिरो ओ यहाँबाट चाहिँ हान्नु पर्ने रहेछ क्या तपाईले नि चोटी नि पुकार राम हो के सर भइसक्यो त दुईचोटि कतिचोटि ठुलै ढुङ्गा हान्नु पर्ने छ ल ल ल सर सर ल ल छिरो आऊ आम्मा अलिकतिले ठुलैमा हान्नु पर्ने ट्राई अगेन छिरो तर छेलियो नि त ठुलो ढुङ्गा हान्नु पर्ने छ अब अर्को गर्नु नेक्स्ट वान अब अर्को गर्नु अब अर्को छिरो ल ल लो बाजेको बेडा थामिन्छ क्या अब गएको दुईटा कति 8 चोटि हाने है 12 चोटि पुऱ्याइदिउँ त ल ल लागौँ अब त्यहाँ पनि एउटा आस्था बुझेन कसले भनेको यहाँ चाहिँ नछुवाइ छिराउनु पर्छ भनेर पुग्यो आहा राम्रो छ ट्राई राम्रो छ राम्रो छ अलिकति टार्गेट हिट गर्नु पर्यो क्या तपाईँले थोरै सार्नु पर्यो टार्गेट कसरी चाहिँ हार्ने नि आहा भएन बुझेन उता चाहिँ नछिराइ नजाने परेको नि धेरै हान्नु भएन आहा अलिकति थोरै भित्ता अलिकति यताबाट थोरै भित्ता आम्मा अब यो छिरो सुपर छिरो ल मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास छ मैले पनि ट्राई गरेँ भएन एकपल्ट चाहिँ छिराए के होला जस्तो छ हुँदैन सर अब त्यो पुगेको कुरा पनि फेरि फिर्ता हुन्छ त्यो नगरौँ त्यसो ब्याड शट त्यो अहिले फेरि पुगेको पनि फेरि फिर्ता हुन्छ त्यो त्यसो नगरौँ ल हामी चाहिँ उहाँ के अरे मयुबाट यता लागिसक्यो यस्तो छ भ्यू यहाँ हाम्रो साथीहरू अगाडि गइसक्नुभयो यहाँ हिमालहरू देख्न सक्नुहुन्छ दामी देखिएको छ हिमालको दृश्य यस प्रकार देख्न सक्नुहुन्छ यहाँबाट साथीहरू गइसक्नुभयो हे मन्दम ट्रेल दामी छ है तपाईँहरू पनि घुम्न आउनु होला जे सँगै जाउँला मरे भेट्छु भाइ ल हामी चाहिँ काका भतिजो पछि फोटो खिच्ने क्रममा पछाडि छोड्यो तर कस्तो हल्लिएको यार स्या भएर यो
भारीले पछाडिबाट हल्लाएर हो यो भिडियो नै भएन राम्रो आउँदैछ यिनीहरूको सुबिनजी गलेर भुत्तुकै भएको नजारा देख्न सक्नुहुन्छ पानी त पर्दैन होला यार मेरो एउटा त्यो रेनकोट छोडिराखेर आएछु यता मासतिरको भ्यूहरू दृश्यहरू यस्तो छ कुहिरो लगाएर यस्ता 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 छन् एडिट गर्न कति दिन लाग्ने हो टिकटक युट्युबमा लगाइदिनु होला नि है चुइँ चाहिँ यति भारी बोकेर हिँडिराख्नु भएको छ हाम्रो सुबिन सर निकै यस्तो कष्टकार हुँदा निकै मूल्य भएर बोल्नु हुँदैछ निकै राम्रो मान्छे हो अच्छा मान्छे हो तपाईँहरू देख्न सक्नुहुन्छ कस्तो लागिरहेछ सुबिन सर एकदम बहुत अच्छा भेरी एक्साइटेड ओके इन्टु 2 मा भइरहेको रहेछ नि त ल यताको नजारा देख्न सक्नुहुन्छ तर आँखाले देखे जस्तो यो फोनले ननिकाल्ने रहेछ यार खच्चर हिँडे जस्तो ट्याङ ट्याङ बज्दैछ भने यो झोलाको एउटा समस्या हो के छ यो टाउकोमा बोक्ने डोरी पनि चाहिन्छ क्या पछाडि दाजु आउनु रहेछ जो जे पनि जोस जाँगर छ भित्रैबाट पनि लगाइएको छ सुबिनजी किर्लिङ गर्दै माथि पुगिसकेको नजारा देख्न सक्नुहुन्छ तपाईँहरू ल कस्तो फिल भइरहेछ एकचोटि हाँसेर देखाइदिनु पर्यो हाँस्ने मान्छे चाहिँ अत्यन्त खतरा है फेरि इनर्जी छ के छ बुनु अवस्था शरीरले नाइ भने पनि ट्याक्क लाङ्गा लाएर बसिन्छ अब यस्तो छ हामी त्यो डाँडाबाट हुँदै यस्तो आएर यतातिर आइपुग्यौँ जानुपर्ने हामी त्यतातिर यो कुहिरो लागेर अलिकति हिमालहरू छेकिसक्यो नत्र भने यहाँ धेरै नै राम्रो यहाँबाट यता उँधो हेर्न सक्नुहुन्छ यस्तो भिर यताबाट डाँडा चुचुरो फेरि यतापट्टि यो जतिको बेस्ट प्लेस चाहिँ आजको ट्रेकमा भेटिएको थिएन अहिलेसम्मको बेस्ट ट्रेक चाहिँ बेस्ट प्लेस भनौँ न ट्रेक भन्दा पनि ट्रेकको बेस्ट प्लेस चाहिँ यही छ एकदम कस्तो लागिरहेछ दामी यो त मेरो फेभरेट हो हामी स्टार्टिङ पोइन्टदेखि अहिलेसम्मको सबैभन्दा उत्कृष्ट गन्तव्य र मेरो भ्यू देखेको यहीँबाट हो यार यो कुहिरो अलिकति नभएको भए त नि है कस्तो देखिँदैन त यहाँ सिन पनि ल फेरि हामी त्यो माथिको डाँडाबाट यता झरेर अगाडि बढिसकेको छौँ अगाडि बढ्ने क्रम जारी छ भ्यू देख्न सक्नुहुन्छ यता भेडाको चरणहरू देख्न सक्नुहुन्छ
यो चाहिँ हो नि त छो कस्तो राम्रो छ ल जोस घुम्दै जाँदा दाजुभाइ सोसरा भेटिँदै रहेछ हामी त अब साम्पाङ हेर्दै एउटै हो नि सबै तपाईँहरू एउटै हो हामी पाछा फरक छौँ हामी बान्तावा 3 जना बान्तावा उहाँ सर चामलिङ ए ल होइन यस्तो छ के सर अब साम्पाङ भाषा छापिएको छ त्यो अब सिक्नु पर्यो खोज्नु न हजुर पाउँछ के यो साम्पाङ भाषा हजुर छापिएको छ अनि साम्पाङ भाषामा अब भइरहेको छ कि हाम्रोमा अब सबै काठमाडौँतिर अब कोही 1.5 महिना 3 महिनासम्म हाम्रो भाषाको लागि अब खेती गरेर आएको छ नि त अनि त्यताको भाइहरू साम्पाङहरू कतिको अगाडि छ अब अगाडि हिँड्ने अब बिस्तारै आउँदैछ अब हाम्रै गाउँका भाषाहरूका साम्पाङहरू ए जोस तपाईहरु यहाँ हुनुहुँदैछ यो हिजोतिर पनि यस्तो घुमिया थियो अर्गानिक लाइफ चाहिँ अत्यन्त भाले खाने भन्ने सोच बनाएर यसो सोध्नुलाई छिरेको खै त भाले नै छैन भाले भए त हामी मास्तिर यहाँ चाहिँ भाले साले त तपाईहरुले भन्ने डिमान्ड जोस दियो पनि जुके हुन्छ नि तिर माथि अस्ति त थियो त्यता हुनुहुन्छ भने तपाईहरु 2 जना मात्रै हुनुहुन्छ छोरा पनि आउँदैछ छोरा आउँदैछ 2 जना खासै कति वर्ष भयो यहाँ बस्नु भएको वर्ष त हाम्रो त अब पुर्खादेखि नै होइन अब बाजेहरूदेखि नै पहिलेदेखि हाम्रो त यो साउने छ नि परा तपाईको भाँसपोखरी भाँसपोखरीदेखि मुनि डडेली सडेली भन्छ के हाम्रो हो त्यो त हाम्रो पुर्खाहरू पहिला बसेको तर अहिले चाहिँ अब छैन हेर्नुहोस् नापीले पहिला नापी पनि गरेको त्यसो भन्दै अब हामी जाउँ होला निकाल्दिएन त्यसपछि नापी दिएन तपाईलाई निकाल्नु होइन यो पछाडि हातेका झोला टेकाएको ठिक छ बल परेर यहाँ यता अडेसम्म लागिरहेको छ एउटा बहिनी फोर यता हाम्रो गाउँमा लिएको छ गाउँमा त्यही नाम चाहिँ के हो सरी उता पनि के अरे आमा चाहिँ किसान कामर छ अरे ए बसन्ती सुर्खेतिर नि पाङखाङको हो तर तिले राइपा छ बान्तावा त्यो दार्जिलिङतिर पनि भेट्यो साम्पाङ चाहिँ अलिकति त्यो धामिनीको यो पनि राईपाछा र नापा धामिनीको छिले छुएको छ नि त त्यो एकचोटि जङ्गल कुदिने मर छ गुटुङटुङ लट्ठी साटौँ लट्ठी यो चाहिँ मठारौँ न हौ हुँदैन होइन होइन मालिङको टेक्ने पर्ने यसरी नै होला ठिक यसरी उठ्यो यसरी टेक्यो भने यो चाहिँ उल्टो मानिन्छ के उल्टो टेक्नु त्यो चाहिँ लोदा अशुभ भन्छ त्यसलाई हो यसको जात हुन्छ नि त फेरि हाम्रोमा चाहिँ यो शुभ भन्छ यसलाई चाहिँ हो यसरी नै ल बनाइ कति चाहिँ मठार होइन माथि मिलाउने मात्रै हो यो होइन अलि माथि टपमा यतै तपाईलाई ठिक्का भएको छैन ठिक्का भएको छैन काकै होला है हाम्रो काकै हो नि मेरो बाउ 9 साले काकै हो म 22 काका काकी अब हामी लाग्छौँ
फेरि यो अङ्कल भन्ने भन्दा पनि म काका भन्नु रुचाउँछु त्यो त राम्रो काका भन्दा नि बाङा चाहिँ भन्नुपर्छ बाङा बाङा यस आयो आयो जान बाङा भनेपछि जान हामी खुसी आफ्नो भाषा हो नि त लु हस् 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 लाग्यो आउँदाखेरि कल गरेर आउँछु हस् हस् लु राम्रोसँग तिहार मनाउनुहोस् शुभकामना तपाईँहरूलाई धन्यवाद जानुहुन्छ होला नि हजुर तिहार मानिँदैन अब यतै हो ए हस् हस् लु शुभकामना तपाईँहरूलाई लु हामी लाग्यौँ है त हस् हस् मेरो म्याट अड्छ नि हो जङ्गली किबी दुई भाइ छोरा उहाँहरू होला लाउने होला ल लाउरे भिर चाहिँ यही अरे यहाँनिर लाउरे भिर भन्दो रहेछ लौरो भिर लौरोहरू चढाउनु पनि हामी ऊ त्यो माथि टपमा हो त्यतातिर पुग्नुपर्ने ल है त ल यो लौरोको भिर आइपुग्यो त्यहाँ त्यसरी लौरोहरू गाड्नु पर्दो रहेछ साथीहरू तल तल आउँदैछ हामी त्यो हामी बसेको त्यो पराको डाँडाबाट हुँदै 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 यताबाट आएर यताबाट यहाँ मुनिबाट एकछिन बसौँ न यता आइयो यो चाहिँ लौरो चढाउनु पर्ने भएर यसलाई लौरे भिर होइन लौरे भिर भनिन्छ यहाँ देख्न सक्नुहुन्छ यसरी लौरोहरू चढाएको मैले पनि चढाउनुलाई भनेर ल्याएको छु ल गाड्नै पर्छ भन्ने छैन नि होइन ए छ मेरो झिकौँ न हो अन्त त झिकाउन यहाँ माथि चाहिँ के गर्ने हो यहाँ चाहिँ के चढाउनु पर्यो ए त्यो गएर हेर्दा हुन्छ यहाँबाट हामी उता जानुपर्ने हुन्छ भोलि फर्किँदा पुग्छ होला नि त ल यहाँ माथि यस्तो देवी थानहरू देख्न सकिन्छ यहाँ चाहिँ हामीहरूले के चढाउने रहेछ ल यहाँ त मूर्तिहरू पो चढाएर रहेछ त होइन ल यस्तो छ हाम्रो सुबिन सर आइसक्नु भएको देख्न सकिन्छ दृश्य लौरो यहीँ चलाउने भतिज हो सुबिन सरले थाप्लोमा झोला बोकेर आइसकेछ थाप्लोमा नाम्लो भरियो कान्छीको जालमा परियो यो त्यहाँबाट आएको हेर्दा त्यहीँ देखिन्छ है यो पारिपट्टितिरको डाँडा यस्तो यो चाहिँ लौरे भिरको अलिकति माथि यता पनि भिर उता पनि भिर यता पनि भिर जताततै भिरै भिर हामी चाहिँ रावा धापबाट यो यता पोखरीमा यसको खोइ यो पोखरीको नाम त खोइ के हो बिर्स्यौ मैले त ठ्याक्कै एक्ज्याक्ट चाहिँ तर यो चाहिँ अब यो यता चाहिँ यहाँबाट यसो चाहिँ खोटाङ यहाँबाट यसो चाहिँ हाम्रो भोचुर दोबाने गाविस नै पर्छ होला पुरानो दोबाने नै हो अनि यो चाहिँ पहिला खोइ सीमा विवादको कारणले खनेर सुकाएको भनेर यहीँ तलतिरको गोठको बोजूले भन्नुहुन्थ्यो यो चाहिँ पोखरी खोटाङकोमा पार्ने कि भोचुरकोमा पार्ने भन्ने अन्यल भए पछाडि बिचमा भए पछाडि यो चाहिँ खनेर सुकाएको अरे अनि यसमा चाहिँ पानी छैन योदेखि तल्लो अर्को यसकै सानो पोखरी छ त्यहाँनिर चाहिँ अझै छ पानी त्यो अहिले हामीले देखिहाल्छौँ हजुर यताबाट सर अनि यतापट्टि पनि यो भने काल्पनिक पनि हुनसक्छ काल्पनिक पनि हुनसक्छ आधिकारिक चाहिँ छैन तर मलाई यहीँ तलतिर गोठको बोजूले भन्नुभएको फर्स्ट टाइम आउँदा ल ठिक छ नाम त बिर्स्यौँ मैले फेरि अब हामी अर्को पोखरीमा प्रवेश गरेपछि
ल यताको पोखरी फेरि यता पनि थियो अरे यहाँ पनि पोखरी नै रहेछ यो क्यामेराबाट देखिँदै छैन भन्दै त निगम के अरे यो यता के थियो अरे यताको पोखरी त्यस पछाडि खनेर सुकाए पछाडि पानी कटाए पछाडि पछि फेरि यता सरेको छ अरे यहाँको पानीको मूल फेरि यो पनि पछाडि अब सुकेछ खोइ के भएर हो भनेर भन्नुहुन्थ्यो यहाँ तल गोठको बजुले अरू त खासै थाहा छैन मलाई पनि अनि अब यहाँ तल्लो पोखरीमा चाहिँ छ फेरि पानी अहिले हामी हेर्छौँ त्यसलाई नि क्रमशः ल यो चाहिँ हारी पोखरी भन्दो रहेछ हामी यहाँनिर आइपुग्यौँ यहाँनिर हाम्रो निगम सरले चाहिँ भनिदिनुहुन्छ कस्तो लागिरहेछ बुनु बब्बाल बोली नै फुटेको छैन आज ए प्रेसर धेरै भएर के पोखरी अरे निगमजी लु के हो विशेष त भनिदिनु पर्यो नि त निगमजी मलाई थाहा भएन यताको उताको त्यहाँ आइसक्यो दिस इज कल्ड हारी पोखरी हाडी पोखरी अनि सालपाको कान्छी पनि भन्दो रहेछ जाँदाखेरि चाहिँ अब के मागेर जाने विशेष मागेर जाने अनि त्यस पछाडि फेरि आउँदा उताबाट पनि उहाँ पनि सालपामा पनि माग्ने अनि फेरि आउँदाखेरि चाहिँ यो नहेरी आउनुपर्ने भन्ने एक किसिमको धार्मिक आस्था रहेछ अब यसको खास फ्याक्ट कुराहरू चाहिँ मलाई के हो थाहा छैन तिनीहरू अहिले यहीँबाट माग्ने हो कि तलै जानु पर्यो यहीँबाट तल त निकै तल पो छ त अनि यो चाहिँ यता यहाँ तल चाहिँ निकास भन्छ यसैको पानी उताबाट अलिक तलबाट निक्लेको छ निकास अनि त्यही भएर यहाँनिरको एरिया यो चरण क्षेत्र छ गोठहरू छ निकास सुबिनजी बसाइ त खतरा छ त नाप पोलेर त बबाल हो सुरुचोटि हामी आउँदाखेरि चाहिँ यताबाट छिरेछौँ यताबाट बाटो नि थाहा भएन तल निकास बाटो चाहिँ यो यस्तो माथि कति हाइटमा भयो अहिले यो 3500 अराउन्ड होला होइन 34 खै कति छ 34 हो यति हाइटमा यस्तो पोखरीहरू यो 24 मात्रै माथि अघि 36 थियो अनि यहाँ 24 मात्र छ र 24 जस्तो लाग्छ यहाँ कता बोर्डमा थियो जस्तो लाग्छ यहाँ त केही छैन मन्दम ट्रेल वानली चौडीहरू चलिरहेको छ यहाँनिर हो कि तल चाहिँ नाक चाहिँ यहाँ भएको नाक चाहिँ यो हाडी दहदेखि खेदेर तल नाक दहमा पुगेको हजुर नाक दह यहाँदेखि कति तल छ नागदह चाहिँ हाम्रो गाउँदेखि हुँदो तपाईँहरूको गाउँ के हो पिछुमादेखि हुँदो पिछुमादेखि हुँदो हाम्रो गाउँ उतल यो त वनमा बिउँ अनि पिलुवामा बाँध बसेछ कि हजुर ढुङ्गा खोपेर ए खोल यस्तो ठुलो खोपेर त्यो ठुलो ढुङ्गा खोलेको छ ए अनि त्यहाँ चाहिँ मारेको हो हाम्रो किन हामीले मारेको यहाँ त कान्छी नै सान्छी हामी त चिन्दैनौँ यहाँ राखेपछि पोखरी हो नहेर्नु भन्दो रहेछ होइन हेर्नु पनि हुन्छ त्यो सुकिजान्छ अस्ति अस्तिदेखि भोल पानी पो त त्यो ए पछि चाहिँ सुक्छ अस्ति पो सुक्यो अस्ति नै सुकेको ए हजुर त्यो तल पानी सर्गे यो त यो कुलुङहरू चाहिँ कता हो कुलुङ्गी हो उता योदेखि योदेखि कुलुङ ऊ पल्लोदेखि ऊ त्यो पल्लोदेखि उभो कुलुङ पर्छ यता उभो ए उँभो पर्छ उताल खाँदबारी नि हजुर खाँदबारी हजुर त्यहाँदेखि त उभो भयो त ए आरुन पारी पो त्यो खाँदबारीदेखि योदेखि पल्लो चाहिँ हो ऊहरू के अरे चौकी डाँडा कुलुङहरू त्यही हो उभो अझै उँभो छ हरियो डाँडाको यता छ ए यहाँ दुई डाँडा छ नि उतल हजुर त्यो हाम्रो गाउँको डाँडा उता मातेल चिरेन भन्छ त्यहाँ त्यसको हजुर पल्लो पारी गाउँ लिङ्किम डाँडा हो त्यसको यता पो पर्छ त हौ ऊ चाहिँ उता पो पर्छ त्यो ऊहरू चाहिँ यता अलिक यहाँ डाँडा छेलिहाल्छ हौ
यो जङ्गलले थियो यो जङ्गलले यहाँ मुनि पो हो कुलुङहरू त उता त्यहाँ खाटबारीदेखि जङ्गल दुई डाँडाको जङ्गल देख्छ नि हजुर हो त्यसको भयो ए हजुर यिनीहरू चाहिँ के भन्छ यिनीहरू यो गाउँ यो चक्सिला च्याक्चिला हो यो चाहिँ ओ त्यो तल रातो चाहिँ झन् हजुर च्याक्चिला चक्सिला हजुर त्यहाँदेखि यता माथिदेखि देख्छ यो तल चिलिम डाँड ए चिलिम ढाप राम्रो रहेछ है त्यहाँ त्यहाँदेखि यता छ बक्सिन्दा ए हाम्रो त त्यो यो तलको चाहिँ चिलिन्डा फेरि उल्टो पारीको चाहिँ च्याक्सिला चक्सिला थियो यहाँ मुनि चाहिँ चिलिम ढाप हो यहाँ घुम्ने खोला ऊ त्यहाँदेखि रात चाहिँ त्यो माथि चाहिँ यो त जाँदाखेरि तल चौरमा चाहिँ एकदम फर्किनु खोजेको रहेछ उसको ठाउँमा हजुर अनि यसरी एकदम फुक्दै ए मामालाई ओह्रालो झारे घुम्दै 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 गएको छ भनेपछि है फर्किनु खोजेको यता चाहिँ फर्किनु सकेन ए हजुर लामाले मन्तरले फुकेको खोल्छ हजुर अनि उत्तलो चाहिँ एकदम मैदान छोरे हजुर त्यहाँ चाहिँ एकदम फर्किनुको ठाउँ खोज्छ यस्तै साफ जस्तै छ ए हजुर यहाँ तपाईँहरूको अब यो गोठ झर्नुहुन्छ कि हुन्न कस्तो हुन्छ अब यो मङ्सिर लागेपछि झर्छ मङ्सिर लागेपछि मात्र झर्नुहुन्छ कहाँ झार्नुहुन्छ यहाँबाट तपाईँहरूले त झारिसके औले गए त यो शेर्पाको चम्री र मेरो 4वटा भेडा छ तल लान्छ बक्सिन्दा मेरो उत्तलो गाउँ सिर्ला ए हाम्रो त तलै पर्छ तपाईँहरू राई हो हामी कुलुङ्गेहरू हो ए हजुर हाम्रो कुराई कुलुङ भनिसकेपछि कुन हो कुलुङ तपाईँहरू कुलुङ त हामी कुलुङ हजुर हामी थोप छ नाच्री गरे ए हजुर नाचिरी गरे कि हजुर जुजु बाजे उहिले यहाँ आएको ए हजुर अनि हाम्रो उता शङ्खसभातिरबाट आउनुभएको होला होइन यता यो हामी उ भयो नाम्लुबाट झरेको ए हजुर नाम्लु सोताङ सोताङ यता सोलुबाट छेसखामबाट हो ए त्यो हामी नाम्लुबट्टी तर हामी त्यसमा चाहिँ नाचिरी हजुर हाम्रो कुरा जान्दुङ न हजुर अनि कुलुङको कुरा बोल्छौँ अनि कुलुङ भनेको ए म त आँखा दुखेर नानी के हुनु हुँदैन देख्ने ए हजुर एकदम आँखा कति वर्ष पुग्नु भयो म त अब 11 सालले कति पुग्छ अहिले ए अनि आँखा दुखेर यहाँ 70 71 अनिदेखि यति अलिकता सब्जी खानु पर्ने छ कि बर्खा ऊ त्यहाँ दाजु गरौँ पर्खेर बस्छ म यहाँ यो बस्छ चौरीहरू चाहिँ कुन चाहिँ गोठको हो आलु रोप्नुलाई तल्लो गोठ र माथिल्लो गोठ छ ऊ दुई गोठ त्यो फाल्टो फाल्टै गोठ हो त्यहाँ माथिल्लो गोठ र ऊ तल्लो गोठ ऊ त्यो बाख्रा गोठ मान्छ ए चौरीको घिउहरू चाहिँ कसरी पर्छ चौरीको घिउ धार्नीको 25 घिउ होइन उयो धार्नीको नौनी कि खारेको नौनी 25 खारेको चाहिँ कति कुरुवाको खारेको त्यो जम्बुमा हजुर जम्बुमा खारेर फेरि सोध्नु पर्छ 25 भन्छ कि कति भन्छ त्यो एक जम्बु गरिदियो त्यो ठुलो पेप्सी नि खारेर है त्यो 25 के भन्छ 27-28 भन्छ होला अलिक खारुवा नौनी धार्नीको ल हामी जाउँ न त हुन्छ लु हामी जान्छौँ यो तपाईँहरू अब तिहारमा झर्नुहुन्न होला है घर झर्दैन अब तिहारको त्यो पारीको गोठ पनि झर्दैन होला झर्दैन गएको होइन ए अब हामी त फिर्किन्छौँ भोलि पर्सिको दिन फिर्किन्छौँ त भाइहरूले चौडीको घिउ सोध्दै हुनुहुन्थ्यो खारेको खरुवा भनेर भनिदिनु न है ल आउँदा पस्ता अरे भनिदिनु न जम्बुको कति भन्छ त्यो भाइहरूले सोध्दै थियो भनिदिनु न है आउँदा पस्ता अरे भनिदिनु न कति अनि जम्बु लान्छ एक कुरुवा भनेको अब बा भयो भने एक जम्बु नै लगिन्छ त्यो खोइ त्यसो भनिदिनु न 25 भन्छ ल हामी गयौँ चलो बोजू हामी गयौँ हामी गयौँ कति दिनमा आउँछ अनि भोलि छाडी पर्सिको दिन आउँछौँ ल उसो भए हुन्छ हस् हस् फेरि जान्थे यहाँ हौ ल हेलो एभ्रिवान गुड मर्निङ फ्रम के भयो अरे सालपासिली छ हामी बसेको ठाउँबाट चाहिँ पिकतिर लागिसकेको छौँ अगाडि अगाडि टोलीहरू देख्न सक्नुहुन्छ आजको नजारा निकै राम्रो आउँछ भन्ने आशा गरेको छौँ यति भन्दै अब माथि गएपछि नै फेरि भिडियो बनाउने बाचाको साथ अहिले चाहिँ फोन घोप्टाउने
अनुमति चाह्यौँ है त। ल आज चाहिँ हामी कति बजेतिर? सबैजना यतैबाट जानुहुँदैछ, सामान छोड्नु भएको 5 बजेतिर सिलेचुङ डाँडाको पनि यो डाँडा पनि आइपुगेको छौँ। साथीहरू भेट भएको छ, हाम्रो टिमहरू एवं प्रकारले देख्न सकिन्छ। रहन्छ तपाईँको त आँखामा निकै उ पो देखियो त हजुर, चमक छ अरे तपाईँले आउनुहुँदैछ। यस्तो छ अवस्था। पुग्दैन नि तल ओह्रालो झर्ना चाहिँ ल अहिले चाहिँ हामी टुप्पीमा पुग्न लागेछौँ। त्यहाँ माथि जानुपर्ने हुन्छ। यस्तो यता पनि यस्तो भिड छ, यता झन् हेरि नसक्नु। त्यस्तो छ है सिलेचुङ। आउन आउन आइपुगिहाल्नु भयो, यहाँ बस्ने ठाउँ छ। हामी यताबाट आएको यस्तो ठाउँ छ यो। आम्मामा है फेरि गाँठा लगाएर झरिन्छ है, उँधो नहेर्नु। कता ए दरै दरै समाएर है बिस्तारै एकदम होल्केर बरु बस्दै जाँदा हुन्छ। त्यसमा भर्नु पर्ने। पहिला यो नलाउँदाखेरि यहाँ कस्तो थियो होला। हस् यता पनि यस्तो छ। यस्तो ठाउँबाट आउनुपर्ने रहेछ। ल हेर्न सक्नुहुन्छ सनराइज पनि हुन लाग्यो, भयो नि भयो हुन्छ। ल यहाँ चाहिँ यस्तो बाटो यस्तो छ, यत्रो बाटोबाट हिँड्नुपर्ने। उँधो झरना यो कहाँ हो, कहाँ ऊ तल तल। यहाँ भिडियोमा त्यही जस्तो देखे पनि निकै तल छ, एकदम जोगिएर हिँड्नुपर्ने हुन्छ। यहाँ चाहिँ उँधो नहेरी हिँड्नु है। घात्रा घुत्रुक नगर्नु न। यस्तो भ्लग पनि आएको थियो, यो सिलेचुङको यस्तो भ्लग पनि आएको थियो। यहाँबाट अब यस्तो ठाडो उकालो, यहाँबाट हेर्दाखेरि टोपी खस्ने उकालो भिड छ। यता उँधो हेऱ्यो भने मुन्टो निहुराउनु पर्छ, उकालो हेर्दाखेरि टोपी खस्दै। ल तल देख्न सक्नुहुन्छ साल्पा पोखरी। यो चाहिँ अहिले हामी त्यहीँबाट आएको, हेर्दा यति छ। 3 घन्टा लाग्यो। ल गाइज फाइनली दाजु आउनुहुँदैछ। फाइनली गाइज। ल
कस्तो फिल भइरहेछ दाजु एकदम बवाल कुन ठाउँबाट भयो तपाईँ रिलिफ जति दामी दिस इज द भ्यू ल ल ल दाजु आइपुग्यो कस्तो फिल भइरहेछ यो भन्दा खुसीको सायद हाम्रो जीवनमा हुँदैन यहीँ रहेछ त एक ठुलो जनक समस्या आइपुग्यो तत्तिर हिँडेको त सुबिन सर एकदम दामी यताबाट चाहिँ अलिक एन्टी लाइट पर हो म दिइहालेँ नि त है ल यो साल्पा सिलिचो 3 दिनपछि साल्पा सिलिचो भन्छ यो चाहिँ एकचोटि भोजपुर आइसकेपछि अथवा कुनै ठाउँमा बसेर पनि एकचोटि आउनै पर्ने ठाउँ होइन घुम्नै पर्ने ठाउँ तर अलिकति आवेशमा र छिटो डिसिजनमा चाहिँ कृपया नआउनु होला होइन आउनु चाहिँ आउनु पूर्व तयारी राम्रो तयारीमा न त धेरै दुःख हुन्छ एकदम गाइडलाइनहरू खोजेर बोलाएर सोधेर अनि राम्रो यात्रा गर्नु होला धन्यवाद ल ल दाजु तपाईँको पनि 2 शब्द ल जान्छ हाम्रो किराँतीहरूको मेन मुद्दुम स्थान अब यहीँबाट चाहिँ हाम्रो पुर्खाको उत्पत्ति भएको पनि एउटा किन्तवती छ होइन र मेरो पनि धेरै समयपछि र लामो समयपछिको एउटा सपना थियो आज साकार भएको छ र यो क्षेत्रमा अब अन्य व्यक्तिले पनि यात्रा गर्नु म अनुरोध गर्दछु होइन एकदमै सुन्दर दृश्य अब यता अलिकति यता आउनु त दाजु यहाँनिर झन् दामी देख्ने रहेछ देख्यौ अब यता हाम्रो सगरमाथा परो यता मकालु होइन मकालु कञ्चनजङ्घा कञ्चनजङ्घा यो के अरे के भन्छ पुमारी र मकालु यही हो हिमालयको चाहिँ दृश्य राम्ररी हेर्नु पाइने रहेछ अब सही टाइममा तपाईँहरू अलिकति लेट बहिनीलाई तान्दै ल्याएको नि सुरुमा यसो गरौँ तपाईँ र म उयो गरेर हामी फर्स्ट टाइम अनि फोटो खिच्छ ल तपाईँले मैले पर्खाएँ तपाईँ यहाँ दर्शन गरिहाल्नु त म यो फोटो ल भिडियो गर्दा है तपाईँ यहाँ दर्शन गरिहाल्नु एकछिन ल चेन्ज पैसा होइन पहिले गर्नु अनि त्यसपछि दर्शन गरौँ अनि त्यसपछि उयो गरेर ठिक छ चिसोको बेला त्यहाँदेखि यही बाटो गएर त्यहाँ पर गर्ने ए हो अनि त्यसमा यसो गरौँ नि त त्रिशुल निकालेर त्रिशुल त्यहीँ चलाउँदै जाउँ नि त दाजु हाम्रो उहाँ दाइलाई तिमीलाई एकछिन स्ट्यान्ड समाइदिनु दाजु यसो त्यो कहाँनिर छ त्रिशुल हाम्रो उमा थियो लिएको छ हामीले ए यो सुम्निमा पारि हतारमा भन्ने 2-4 वटा शब्द दिनु त दाजु यहाँनिर देखाएर त्यति मलाई चाहिँ यो बारेमा त्यति जानकारी छैन जानेको जति ल हाम्रो पुर्खाहरूको सुम्निमा पारुहाङ त्यति धेरै चाहिँ मलाई चाहिँ होइन यहाँ रोकौँ न त एकछिन सुन भाइ एकछिन रोकौँ न पर्दै भन्नु न हो हेलो यहाँ सुम्निमा पारुहाङ बारेमा चाहिँ केही लेख लेखेको रहेछ म सर परेर यहाँ वाचन गर्छु एलम्बर सम्बत 50-84 विवर्ष 2081 वैशाख 7 गतेको दिन पवित्र किरात धार्मिक तथा सांस्कृतिक स्थल सिलिचोङ मुद्दुम रिदुमी सायासिरमा साल्पा सिलिचो गाउँपालिका चौकी डाँडा भोजपुरको संरक्षणमा रहने गरी साल्पा सिलिचुङ सरकार संरक्षण तथा प्रबन्धन केन्द्र अन्तर्राष्ट्रिय समितिद्वारा सुम्निमा पारुहाङ निनाम रिदुङ पारुङको प्रतिमा स्थापना गरिएको हो। मुद्दुमी रिदुममा अनुसार यही सिलिचोङमा नै सुम्निया पारुहाङको वासस्थान रहेकोले सिलिचोङलाई पारुहाङमाको रूपमा पनि गरिन्छ। सिलिचो चुचुरोमा किराँतीहरूको सांस्कृतिक नायक मोबोछा नोक्छोङ नाक्छुङ माङपा
धामी बिजुवाहरूले आध्यात्मिक सिली नाच्ने, बल शक्ति माग्ने, ज्ञान प्राप्त गर्ने, आफ्नो मुतुमी रिदुङमी शान्ति प्राप्त गर्ने, शक्ति प्राप्त गर्ने शक्तिको स्रोत केन्द्र मान्दछ। यसलाई ब्याकअप गरौँ न एकछिन। यो सिन भाइ एकछिन ब्याकअप, यो एकछिन रोक्नु। कता हो निगम अङ्कल ल मैले धुप लिएको थिएँ, धुप पनि उभो छुटेर आएछ। ल आइपुग्यो। हामी कराउन चुप लाग्यौँ। खोइ अनि कान्छा ऊ चाहिँ रिसा खोइ होइन रिसाउने मान्छे भनेको क्या। ल काका भतिजले चाहिँ यहाँनिर त्रिशुल चढाउने कार्यक्रम हुँदैछ। हाम्रो किराँती मुन्डम धर्म अनुसार आस्थाको किराँतीहरूको एउटा उत्पत्तिको थलो आस्थाको हाम्रो बुताङ परिवारको तर्फबाट हामी काका भतिजोले चाहिँ चढाइयो। सबैलाई सुख शान्ति मिलोस्। अनि अरू त के भन्नु, यो ठाउँमा आएर हाम्रो उबाट त पहिलो नै होला भाइ। हो हाम्रो बुताङ परिवार शिवखामको बुताङ परिवारको चाहिँ पहिला हामी काका भतिजोले हामी सबै सपरिवारको तर्फबाट त्रिशुल र भेटी चढाइयो। तपाईँहरू पनि आउन सक्नुहुन्छ। यताको नजारा देखाउँ एकचोटि। यता चाहिँ पूर्व पऱ्यो, कहाँको पल्लोमा चढाउनु ए हो उल्टो चाहिँ हो, यताबाट चाहिँ चढाएर आउनुपर्छ। अघि दर्शन गरे अब चढाउने अन्तिममा। यस्तो छ दृश्य। ल केटोले यता भेटी चढाएर ल दिँदैछ। अब भतिजको पालो, भतिजले चढाएर दिँदैछ। ल सुख शान्ति मिलोस्, सफलता मिलोस्। किराँतीहरूको मुन्डुमी के भन्छ उत्पत्ति स्थल। अब फोटो सेसनमा लागौँ। ल लागौँ। अब चाहिँ फोटो सेसन गर्ने धेर्नु भने तुरुन्तै झरी पनि हाल्ने। अनि ल फोटो यहीँबाट यति भन्दै आजको यो भिडियोलाई चाहिँ केटोलाई मैले फर्स्ट बनाइदिएको नि त भिडियो। यहीँ अन्त्य गर्ने भन्दा पनि बिचबिचमा केही क्लिपहरू ल्याइयो भने एड गर्नेछौँ। अहिलेलाई चाहिँ यति नै। हस् सबैले एकचोटि भिजिट गर्नै पर्ने ठाउँ यही है।